आज मेरो सानो भुन्टेसँग भेट भएको। आज हामी आज कपिल वस्तुमा मेरो भुन्टेसँग भेट भएको छ। आज 1 महिना यतिपछि मेरो भुन्टे एकदम हेप्पी छ कि छैन? छ नि। ड्याडी आएर खुसी छौ नि? खुसी छिन् एकदम। भुन्टे नि हेप्पी छिन्। यिनको नाम सुभान हो अनि म यिनको ड्याडी हो। यिनको ममा अफिस जानुभएको छ, अब आउनुहुन्छ। र आज हाम्रो भुन्टे र म भएर यी भुन्टेका यस्तो साना खुट्टा छन्। साना साना खुट्टाहरू चाहिँ भुन्टेले यसरी गर्छिन्। यिनी खुट्टामा गर्छिन्, पानी खाँदैछिन्। यिनी 3 इयर्स भइन्, हुन लाग्छन्। गल्ल 2.5 मन्थ्स भएकी छन्। अब यिनी चाहिँ पानी खान्छन्, उ गर्छिन्। बाबु कति वर्षकी भयो? 3 वर्षकी भयो भन्छन् यिनी त। यिनी 3 वर्ष भएकी छैन फेरि साँच्चीकै त। तर 3 वर्ष भयो भन्छन् यिनले। तिमी कति क्लासमा पढ्छौ? यिनले कति क्लासमा पढ्छिन् भन्न सकिँदैन। यिनले पढ्दिनन् नि त, यिनी घरमै पढ्छिन्। 1 क्लासमा पढ्छिन्। यिनले 1 क्लासमा पढ्छिन्, बुझ्नुभयो? यिनले 1 क्लासमा पढ्छिन्। यिनको नाम सुभान हो। यिनी आजभोलि आमासँग बसिछन्, बाबुसँग पनि सुत्छिन्, आमासँग पनि सुत्छिन्। यिनी त बल्ल बल्ल अहिले चाहिँ 2082 को हामी वैशाख महिनामा छौँ, अर्थात् 2025 को अप्रिलको 22 तारिकमा छौँ। आज बेबी र म यहाँ पसिरहेछौँ। ओके। मोबाइलले कसरी समाउन सक्छन् त? मोबाइल त सक्दिनन्। अब बाबुले रोजा पाइसिन, आज गाडी पाइसिन, मक्ख चिने नि खेल्न पाइ कि आफ्नो डेडी हुँदा हुँदै खेल्न पाइ कि डेडीसँगै। हो र त्यही छेउमा छ नि, त्यही समाउनु। त्यो उता छ, तिम्रो उतापट्टि छ, उतापट्टि। मैले दिने। यिनी साह्रै काउलो पार्छिन् यिनलाई। ड्याडीले दिनुपर्छ सबै चिजहरू। यिनी साह्रै काउलो पार्छिन्। यिनको नाम हो सुभान। इन्जोय गरिछिन् आज। ओके बाई भन। बाई गरिदेऊ।